तिलीचोक तालको बेस क्याम्पमा आइपुग्यौँ। धेरै धेरै धन्यवाद मेरो जनताहरूलाई, मेरो प्यारो भक्तहरूलाई। तपाईँहरू पनि सक्नुहुन्छ, आउनुहोस्, केही कुराहरू सिकिन्छ, यहाँबाट जानुहुन्छ। खारसाङमा बसेर काठमाडौँबाट बेसी सहरबाट खारसाङबाट थामसर अनि यो तिलीचोके तालको बेस क्याम्पमा आइपुग्यौँ हामी। अहिले ठ्याक्कै 4:30 भयो। 1 डे पुरै लाग्छ। तपाईँहरू पनि आउनुहोस्। तर डिफिकल्ट त धेरै नै छ, गाह्रो छ। बी स्ट्रङ भएर आउनुहोस्। केही पनि प्रब्लम छैन। यस्तो हावा चल्दैछ, हाम्रो देश कति राम्रो छ हेर्नुहोस् त। तपाईँहरू पनि आउनुहोस्। सबै मेरो प्यारो दाजुभाइ दिदीबहिनीहरू, आमा बाबाहरू, छोराछोरीलाई केही शिक्षा दीक्षा दिन्छ भने पठाउनुहोस्, मुटु दह्रो बनाएर है त। हस्, धन्यवाद। थ्याङ्क यू सो मच। बाबा। हाई, नमस्ते गाइज। आइम फ्रम तिलीचोके ताल जाँदैछु। हेर्नु साथी हो, यो यस्तो डेन्जर ठाउँ छ अहिले। म यस्तो डेन्जर ठाउँमा आउँदैछु, हेर्नुहोस् त हजुरहरू। यो पार गरेँ मैले। यहाँ स्लेट खान्छ, बनायो भने हिँड्यो भने। है साथी हो, यो हिमाल माथि छ। मेरो साथी त्यहाँ पुग्यो है। धेरै डिफिकल्ट छ पार्छ। यहाँबाट यो आयो भने मलाई पुर्छ है साथी। यो त बाटो कस्तो डेन्जर छ साथी हो। डेन्जर छ साथी। के रे भन्नु त यसको नाम? यो ब्लू सिप हो। यो चाहिँ अब यो क्षेत्रमा चाहिँ तपाईँको यो अप्पर पिसाङदेखि नावलको बिचमा र यो तिलीचो एरियामा अनि यो थोरङ गर्ने बाटोतिर प्रायः देखिरहन्छ यो। अनि यो के ऊभन्दा मुनि चाहिँ खासै पाउँदैन। के तल उताबाट पिसाङभन्दा मुनितिर खासै त्यति देखा पर्दैन। तपाईँ सधैँ आइरहनुहुन्छ हो? सधैँ त होइन, मेरो म कहिले काहीँ आइरहेको छु। राइट हो तपाईँ? ओके, थ्याङ्क यू। हाई साथी, नमस्ते। यो अन्नपूर्ण बेस क्याम्प आयो, तिलीचोके बेस क्याम्प आउन लाग्यो। म अहिले पुल तर्दैछु। हेर्नु है साथी, म पुल तर्दैछु साथी हो। झोर्लङ्गे पुल छ यहाँ। यो तरेपछि यस्तो आउँछ साथी हो। डेन्जर यो रहेछ यी। छ खोला छ साथी हो। कस्तो मजा आएको हेर्नु साथी। यो तल आएको हेर्नु त, पहाडी हिँड्नु